हेलो गाइज, आज चाहिँ हाम्रो एमसिबी फिटिङ हुँदैछ अनि हामी चाहिँ फिटिङ गर्न गइरहेछौँ। 2.5 को तार यो ब्लू र पियानो चाहिँ हाम्रो एसी को भयो अनि यो 2.5 को रातो अनि यो कालो चाहिँ हाम्रो पावर सकेट को लागि भयो, फेस न्युट्रल। अनि यो एउटा 1.5 को चाहिँ 1.5 mm को रातो र कालो हाम्रो चाहिँ यो लाइट को लागि हुन्छ। अनि यो चाहिँ इन्भर्टर को हुन्छ, यो पियानो 1.5 को चाहिँ। ल अब चाहिँ म सब मिलाउन जाँदैछु। ल यो चाहिँ अब सबै न्युट्रलहरु इन्भर्टरहरु चाहिँ यो जम्मा गरेपछि, कलेक्सन गरेपछि को भिडियो हो। अब यो चाहिँ हाम्रो एसी को न्युट्रल भइहाल्यो निलो। अनि यो चाहिँ 1.5 को हाम्रो इन्भर्टर को भयो। अनि यो चाहिँ रातो र कालो किन हालेछ भन्नुभयो होला। यो चाहिँ तार नपुगेको कारणले यसलाई रातो र निलो हालिदिएको थोरै थियो र। अनि अब यो चाहिँ अब न्युट्रल भयो, यो लाइट को र पावर सकेट को। अनि यो चाहिँ अर्थिङ। अनि यो पनि जति पनि देख्नु भएको छ यो 1.5 mm को। अनि यो चाहिँ 2.5 को, यो चाहिँ पावर सकेट को र लाइट को चाहिँ यो फेस। यो चाहिँ अब यो चाहिँ हेर्दै गर्नु होला। म चाहिँ अब यो फिट गरेपछि देखाउने छु अरूलाई। ल गाइस, अब फाइनली चाहिँ सकिनै लाग्यो। अब यो चाहिँ 3 फेस को हो। 3 फेस को एमसिबी बक्स आज ढुन्दै गरेको थिएँ म चाहिँ। अनि अब बाँकी रहेको छ, अब यो चाहिँ इन्भर्टर को मात्रै छ। अब यसलाई चाहिँ एकै ठाउँमा लुप गर्ने हो। अनि अब अर्थिङ चाहिँ यता भइहाल्यो, लुप गरिदिएछु। लुप गरेर राखेँ। अब न्युट्रल चाहिँ बार्न पऱ्यो। अनि अरू चाहिँ अब कस्तो छ सुझाव दिनु होला। राम्रो भयो अब कमेन्ट, सब्सक्राइब, लाइक गरिदिनु होला। ल गाइस, फाइनली चाहिँ हाम्रो 3 फेस एमसिबी फिटिङ चाहिँ भइयो हैन। अब मैले चाहिँ यो इन्भर्टर को लागि एमसिबी राख्ने ठाउँ नभएको कारणले लुप गरेर राखिदिएछु। चाहिँ अब पछि कागज जोडिदियो भने यसलाई यहीँ लुप गर्न सकिन्छ लिएर। अरू चाहिँ अब कस्तो लाग्यो हजुरहरूलाई अब भनिदिनु होला। अब यहाँ चाहिँ टिपिएन हो। यो चाहिँ टिपिएनमा चाहिँ तलबाट मेन लाइन आउँछ। हाम्रो प्यानल आएको छैन। प्यानलमा आउनाले हामीले राखेको छैनौँ तार पनि। यसमा चाहिँ तार राख्ने हामी चाहिँ। अब हजुरले किन राखेन भन्नु होला फेरि हैन। अरू चाहिँ अब सकिनै सक्यो लगभग। कस्तो लाग्यो भनिदिनु होला। राम्रो लाग्यो अब लाइक कमेन्ट पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। नराम्रो भयो सल्लाह सुझाव दिनु होला है। ल धन्यवाद।